प्रतिनिधिहरू यसो पनि नभन्नुहोस्। तपाईँ आफ्नै साथीको अपमान गर्दै हुनुहुन्छ। अघि मलाई परिवार भने जस्तै मलाई भन्नलाई वा अरू पार्टीको साथीहरूलाई नेताहरूलाई भन्नका निम्ति चाहिँ आफ्नै क्षेत्रको निर्वाचन क्षेत्रको साथीको अपमान नगर्नुहोस् है। भोलि फेरि माथि सुरु गर्न जानुपर्छ, फेरि नगर्नुहोस्। किनकि हामी दुईवटा महामन्त्री थियौँ। पूर्णबहादुर खड्का कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो, सभापति हुनुहुन्थ्यो। यही माथि ल्याएर साथीहरूले हस्ताक्षर बुझाउनु भएको, पार्टीको कार्यालय पार्टीको डाँडो पुन्यो सबै। त्यो बेलामा जोसँग थियो हामी सबैलाई थाहा छ। अनि त्यो बेलामा त्यत्रो हस्ताक्षर गरेर आएको साथीहरूको रुजु गरिदिएको भए, यदि त्यहाँ कसैको फर्जी सर्जी थियो भने रुजु गरिदिएको भए त के सकिहाल्थ्यो नि। हामी जो साथीहरू चाहिँ हस्ताक्षर गरेर आउनुभएको ऊ रुजु गरिदियो भनेर नारा लगाएर गएको थियो। ऊ रुजु गरिदियो भनेको भनेछ। ऊ रुजु गरिदियो किन भनिरहेको छ भने उसलाई आफूले गरेको काममा विश्वास छ। कार्यालयमा बसेले किन रुजु गरिरहेको छैन भने त्यहाँ विश्वास छैन। त्यसैले यो सबैलाई थाहा भएको कुरामा कृपया मेरो यसमा पनि अनुरोध छ, यसलाई धेरै आफ्नै पार्टीका साथीहरू तल्लोसम्म काम गरेको साथीहरूलाई जिस्काउने काम नगरिदिनु होला। दोस्रो कुरा, विशेष महाधिवेशन भयो। विशेष महाधिवेशन सकिसके पछाडि अदालतको विषय बन्यो, सम्मानित अदालतको विषय गयो। अदालतमा गइसके पछाडि अदालतले सम्मानित अदालत यसको बारेमा निर्णय गर्यो। त्यो निर्णय गरेको दिन साँझ निर्णय आउँछ भन्दै गर्दाखेरि मेरो र आदरणीय कुशवाहाजीको बिच एकछिन टेलिफोनमा कुरा भएको थियो। अनि के आउँछ रे भनेर सोध्नु, म त गएँ अरे भने मैले गएँ अरे भने। त्यो दिन गएको भए के गर्थ्यो? त्यो दिन गएको भए सम्मानित अदालतको निर्णयलाई मान्थ्यौँ, भोलिपल्ट बिहान आउँथ्यौँ, त्यसपछि गएर जम्मा एउटा कुरा भन्थ्यौँ, हामी विशेष महाधिवेशन गरेर आएको, हामीलाई भाग दियो, हामीलाई यति प्रतिशत दियो, मरिगै भन्दैन थियो। हामी सिधा के भन्थ्यौँ भने चाँडोभन्दा चाँडो अधिवेशन गरिदिनुहोस्, त्यो अधिवेशन फ्री एन्ड फेयर गरिदिनुहोस्। म सभापतिको उम्मेदवार हो, तपाईँहरूमध्ये को लड्नुहोस् आउनुहोस् लडौँ भन्थे। सिधा त्यति नै भनिन्थ्यो। अब हामी विशेष महाधिवेशनको पक्षमा फैसला भइसकेपछि सामान्यतया विशेष महाधिवेशन आयोगको नेतृत्वले के गर्थ्यो होला भनेदेखि भने सकेसम्म तन्काउने, सकेसम्म लम्ब्याउने, अलिअलि यो मुसिरभन्दा पनि उता कता कता लाने मिल्छ कि भनेर हेर्ने, कानुनी त्यसो पल्टाउने, त्यो गर्नु, त्यो के पनि भयो। हामी नेतृत्वमा आएको साथी जो जिम्मामा आएको छु के भनिरहेका छौँ भने अरे बाबा यो अधिवेशन फ्री एन्ड फेयर गर्नको लागि के गर्ने होला? असोजको 16 गते अधिवेशन गर्नको लागि एउटा निर्वाचन समिति हुन्छ। त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गर। प्रदीपजीले आज सबै यहाँ निर्णय सुनाउनु भयो सदस्यताको सन्दर्भमा। प्रदीपजीले सदस्यताको विषय टुङ्ग्याउनु भएको छ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजी एक पक्ष भएर? किनभने त्यहाँ त प्रकाश स्नेही र योगेनजी सबै विशेषवाला हुनुहुन्छ। त्यसो हो भनेदेखि ल कसलाई बनाउने? बनाऊ, उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ, सक्यो। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो। किनकि यो बिचमा मलाई लाग्छ श्रावणको 7 गते मेरो आदरणीय नेता शेखर कोइरालासँग कुराकानी भयो। श्रावणको 8 गते कहिले लाग्छ मलाई आदरणीय नेता पूर्णबहादुर खड्कासँग कुराकानी भयो। म दुवैजना नेताप्रति मेरो हार्दिक सम्मान छ, किन उहाँहरूले पार्टीभित्रको एकता होस् भन्ने कुरामा प्रयास गर्नुभयो, अहिले पनि गरिराख्नु भएको छ, म विश्वास राख्छु। किनकि त्यो एउटा सदास्यता मैले पाउँथेँ र त्यो कुराकानी गर्दै गर्दाखेरि एकजना नेताको एउटा कुरा रह्यो, एकजना नेताको एउटा कुरा रह्यो। त्यो कुराकानी छलफल हुँदै गर्दाखेरि ल ठिक छ, यसमा थप छलफल गरौँ, म साथीहरूसँग कुराकानी गर्छु। संयन्त्र बनाउने अर्कै, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने तयार छु, हामी सबै तयार छौँ। खालि एउटै कुरा मात्रै नगरौँ भन्ने कुरा थियो मेरो, जुन अहिले पनि छ। विशेष महाधिवेशनमा सहभागी नहुनु भएको थुप्रै नेताहरू अहिले यहाँ हुनुहुन्छ, अगाडिको रोमा हुनुहुन्छ, यहाँ हुनुहुन्छ। त्यो बेलामा विशेष महाधिवेशन नगरौँ भनेर भन्नुभयो, विशेष महाधिवेशनमा सहभागी हुनु भएन। विशेष महाधिवेशन भयो, भए पछाडि चाहिँ त्यस पछाडि त्यो विशेष महाधिवेशनको प्रक्रियालाई ठिक छ भयो, विधान सम्मत भयो भनेर मान्नुभयो। कतिजनाले होइन निर्वाचनसम्म कुर्नुभयो, निर्वाचनपछि मान्नुभयो। कतिजनाले होइन अदालतसम्म कुर्नुभयो, अदालतपछि मान्नुभयो। पार्टीको सभापतिको रूपमा, पार्टीको नेतृत्वको रूपमा हाम्रो जिम्मेवारी भनेको त्यो विशेष महाधिवेशनमा को आएको थियो, को आएको थिएन भन्ने ठाउँमा पार्टीले अड्काउनु हुँदैन। त्यो भएपछि के कहाँ पुग्छ पार्टी भने त्यो विशेष महाधिवेशनमा पनि सबभन्दा पहिला को आएको थियो भन्ने ठाउँमा पुग्छ। पहिला त म आएको थिएँ। कहिलेकाहीँ छलफलमा कोही साथीले भने हुन्छ कि मलाई पहिलो हस्ताक्षर गर्दा म हो भन्छ कि। किनकि छुट्याउँदै गएपछि त कहाँ जान्छ भन्दाखेरि पहिलो कसले गरेको भनिदिएर आउँछ, पहिलो वक्तव्य कसले निकालेको, पहिलो हस्ताक्षर कसले गरेको, यहाँ पुग्छ नि त छ है। किन अस्ति हामीले कुरा गरेन, जीवनजी हो नि सबैभन्दा फर्स्ट लेख्नुभएको मान्छे। हामीले जीवनजीको रेफरेन्समा कुरा गरेको नि पार्टीको बैठकमा। यो त यसको त लामो बस हुँदै हुँदै हामी यहाँ आइपुग्यौँ। त्यस कारणले गर्दाखेरि
मेरो प्रयास, हाम्रो प्रयास भनेको यो 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 विभेदलाई मेट्नुपर्छ, राख्नु हुँदैन। विशेष र नविशेष भनेर भागवण्डा गर्नु हुँदैन। यसो गऱ्यो भने पार्टी बनाउन सकिँदैन। यति कुरा गरेको हो नि त। म अहिले पनि त्यही कुरा गरिरहेको छु। असोजको 16 गते हाम्रो 15औं महाधिवेशन हुन्छ, किन्तु परन्तु केही पनि छैन र कोही नअल्मलिनु होला। भेलामा मैले सुने 8-9 जना कतिजना जिल्ला सभापतिहरू आउनुभयो, 10-12 जना कतिजना क्षेत्रीय सभापति आउनुभयो। मेरो केही छैन, किनकि भेला हो, पार्टीको भेला, पार्टीको साथीहरू, पार्टीको नेता, यही केन्द्र समिति भएको एकजना साथीहरूले भन्नुभयो, हामी त्यहाँ पनि गएर आयौँ। एकजना साथीले भन्नुभयो, कोही नेतालाई स्वागत गर्न जानुभयो। म पनि जान्छु, भोलि जान्छु, गएर भेट्छु। कि यो हाम्रो पार्टीको हाम्रो परम्परा हो, हाम्रो आफ्नो यो आफ्नो घरभित्रको कुरा। यसमा कुनै कसैले कहीँ कतै यो बदखुवाई गर्नुपर्ने कुनै कारण छैन है, कसैले पनि नगर्नु होला, मैले पनि रहेको छु। तर पार्टीको जिम्मेवारी बसेको साथीले एउटा कुरा चाहिँ बुझिदिनु होला है, भोलिबाट अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ नि। फेरि भोलिबाट अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। म अझै चाहिरहेको छु, हामी अझै चाहिरहेका छौँ कि कोही पनि साथी वडाको अधिवेशनमा नछुट्नुहोस्। त्यसका निम्ति अझै निर्वाचन समितिले केही कुराहरू हामीले भनेका छौँ। असोजको 16 गतेको तिथि तलमाथि नहुने गरिकन, तिथि तलमाथि त गर्नै पाइएन, किनकि हाम्रो विधान छ, हाम्रो संविधान छ, होइन, मिल्दैन। त्यस विशेष अधिवेशनको निर्णय छ, कुनै कुराले मिल्दैन, अदालतले त्यो कुरालाई कोर्ट गरेको छ, मिल्दैन। तर बढी अझै पनि साथीहरू नछुट्नुहोस् है भन्ने कुराको लागि के गर्न सकिन्छ, कति फ्लेक्सिबल हुन सकिन्छ बनिदिनु पर्यो भनेर मैले आग्रह गरेँ। आज हामीले केन्द्र समितिको तर्फबाट आग्रह गऱ्यौँ, त्यो त्यहाँ छ। तर जो साथी क्षेत्रको सभापति हुनुहुन्छ, वडाको सभापति हुनुहुन्छ, जिल्लाको सभापति हुनुहुन्छ, तपाईँहरूले राजनीतिक असहमति राख्न पाउनुहुन्छ। भोलि अधिवेशनमा आउनुहोस्, मलाई हराइदिनुहोस् न बाबा, तर अधिवेशनको प्रक्रियामा भाग लिन्न म चाहिँ रोकिदिन्छु भन्नु चाहिँ पाउनु, किनकि तपाईँले रोक्नुभयो भने अरू साथीले जिम्मा लिनुपर्छ, अगाडि चाहिँ बढाउनु पर्यो। मलाई के भन्नुभएको छ रहेछ भने मेरो अनुहार भएको देखेको कारणले गर्दाखेरि भोट नआएको, मेरो अनुहारको ठाउँमा अरू कसैको अनुहार भएको भए वारवारती भोट आउँछ भनेर पनि भन्नुभएको रहेछ। होला पनि, अब त्यो अधिवेशनमै त्यही कुरा लिएर गयो हो नि त। विशेष महाधिवेशन गरेर गगन थापाले आफ्नो अनुहार चाहिँ अगाडि ल्याएको हुनाले गर्दा यो पटक काङ्ग्रेसमा मत नआएको हो। त्यसै अब यो गगन थापालाई त्यो अनुहार देखाउने ठाउँमा राख्नुहुन्न भनेर अर्को साथी आएर लड्यो हो नि त। अनि मलाई त्यहाँ हराइदियो, त्यसपछि आएर काङ्ग्रेसको बारडोर सम्हालेको। यो अधिवेशन यसरी त्यो गर्ने कुराको लागि चाहिँ के हो त, के हुन् कन्डिसन्सहरू, के गऱ्यो भने चाहिँ अधिवेशनमा सबैको सहभागिता हुने, अब के गर्दाखेरि चाहिँ सबैलाई फ्युअर भएको महसुस हुने, सबैलाई ठिक भएको महसुस हुने हो। ती सबै कुरा गर्नको लागि त म राजी छु, हामी राजी छौँ भनेर त भनेकै छौँ त। अझै पनि त्यसका निम्ति कोसिस। त्यसैले म पार्टीका तल्लो तहमा बसेको साथीहरूलाई यो कुरा अनुरोध गर्न चाहन्छु। आजको दिनमा हामीले गरेको एउटै प्रयास हो, हामी पार्टीभित्र विशेष नविशेष, विशेषमा पनि को कहिले आएको कहिले नआएको भन्ने कुराको आधारमा हिजो 74, 36 काङ्ग्रेस प्रजातान्त्रिक भनेर जुन हाम्रो गुटबन्दीले हामीलाई ध्वस्त बनायो, वर्षौँदेखि चिनिँदै गर्दाखेरि पनि 10 वर्ष भइसक्यो सँगै काम गरेको, त्यो त्यस बेलाको को थियो भनेर सोच्नु पर्यो। अब के हुन्छ हाम्रो यो अहिले राखियो भने के हुन्छ भनेदेखि भने काङ्ग्रेसभित्र वडादेखि नै यो विशेषवाला यो विशेष नगरेकोवाला सुरुको गुटबन्दी, अनि यहाँ गुटबन्दी नगरौँ भनेर हुन्छ, तलसम्म जान्छ। यो गुटबन्दीको महारोगबाट यसलाई भत्काउनुपर्छ भन्ने कुराको सन्दर्भमा गरिएको प्रयासका रूपमा पार्टीको साथीहरूले बुझिदिनुपर्छ भन्ने मैले विश्वास राखेको छु। सम्मानित अदालतमा यो विषय गएको छ, यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा पनि यहाँ छलफल भयो। सर्वोच्च अदालतमा पुनरावलोकनको विषय बन्यो। यसका बारेमा यहाँ बोल्ने साथीहरूले कसको कहाँ कतिखेर कसले कसलाई भेट्यो भन्ने केही सूचनाहरू सेयर गर्नुभएको छ, कतिले आफ्ना कतिपय अनुमान राख्नुभएको छ। मैले साथीहरूलाई भनेको चाहिँ यी कुराहरू छोडिदिनुहोस्, यी कुराहरू होला, मलाई पनि कति कुराहरू थाहा होला, तर मैले अस्ति पनि भने कहिलेकाहीँ थाहा पाएको कुरालाई पनि दबाउनुपर्छ। किन थाहा पाएको कुरा दबाउनुपर्छ भने कुनै एउटा व्यक्ति, कुनै एउटा पात्र वा कसैको कारणले गर्दाखेरि संस्थाहरूको विश्वसनीयतामा रास आउन दिनुहुन्न, हाम्रो जिम्मेवारी छ। अदालतप्रतिको हाम्रो विश्वास छ, रहन्छ, राख्नुपर्छ हामीले। यो बेलामा अहिले कोर्टमा रिभ्यूको लागि साथीहरू जानुभयो, कोर्टले रिभ्यू गर्नुपर्छ भने त्यसलाई हामीले मान्नुपर्छ। तर सँगसँगै त्यही कोर्टले फेरि कोर्टको डिभिजन बेन्चको फैसला कि विशेष महाधिवेशनबाट आएको नेपाली कङ्ग्रेसको यो जुन निर्णय छ, यो निर्णय नै वैधानिक हो, आधिकारिक हो भन्ने ठाउँमा 1 इन्च पनि तलमाथि भएको छैन है। फेरि यो कुरामा फेरि कुनै कन्फ्युजन नहोस्। त्यस कारणले गर्दाखेरि कोर्टको कुरा कोर्टले गर्ने हो, हाम्रो कुरा हामीले गर्ने, हामी गर्दै जान्छौँ। खालि एउटा दुईवटा कुराहरू यहाँ छलफलमा उठेको हुनाले गर्दा खालि विश्वास राख्छु कि यो पूर्व निरूपण भयो कि भएन भन्ने विषयको सन्दर्भमा
बगैँचासँग निर्वाचन आयोगले विशेष महाधिवेशनपछि कानुन अनुसार अद्यावधि गर्ने क्रमको बेलामा सबै कुराहरू हेरेर यसलाई गर्यो। न्यायिक परीक्षण भयो कि भएन भन्ने विषयको अद्यावधि गर्ने क्रममा सुनवाई भयो कि भएन भन्ने सन्दर्भमा यो त बकैदासँग त भगरान छलफल भएको त कोर्टमा त हुन्नुसम्म छलफल भएर अन्तिममा चाहिँ दुईटै पक्षले कुरा राखिसकेपछि अद्यावधि गर्ने बेलामा छलफल भएको रहेछ भन्ने निष्कर्षमा अदालत पुगेको फैसलामा यो कुरा हामीले सुन्यौँ। प्राकृतिक न्यायको सिद्धान्तको आधारमा भयो कि भएन भन्ने कुरा पनि आयो। हाम्रो तर्फबाट उपसभापति विश्वप्रकाश शर्मा वरिष्ठ अधिवक्ता मजाले अदालतमा गएर बहस गर्नुभएको म पनि हो, हाम्रो आफ्नो पक्षको तर्क राख्ने। अर्को पक्षबाट आदरणीय नेता पूर्णबहादुर खड्का, आदरणीय नेता शेखर कोइराला, वरिष्ठ अधिवक्ता माननीय खम्बबहादुर खातीले बगैँचासँग राख्नुभएको। दुईटै पक्षको बिचमा राम्रोसँग सुनवाई चलेकै। यी सबै कुरा सुनवाईहरू चलिसके आधारमा चाहिँ कोर्ट एउटा फैसलामा पुग्यो। त्यस कारणले गर्दाखेरि आजको दिनमा यति मात्रै म भन्न सक्छु कि योभन्दा अगाडिको विषय भनेको दलभित्रको आन्तरिक शक्ति सङ्घर्षको विषय। दलभित्रको आन्तरिक शक्ति सङ्घर्षको विषयमा अदालत यसभित्र प्रवेश गर्दैन। अदालतले खालि संविधान अनुसार भएको छ कि छैन, कानुन अनुसार भएको छ कि छैन त्यसलाई हेर्ने हो, त्यसलाई हेरिसक्यो। त्योभन्दा अरू विषयहरू भनेका दलका आन्तरिक कुरा, दलका आन्तरिक कुराहरूका सन्दर्भमा प्रवेश गर्ने कुरा भनेको न्यायिक संयमताको कुरा हुँदैन। न त्यो न्यायिक संयमताको कुरा हुन्छ, जनभावनाको कदर पनि हुँदैन। पार्टी भनेको सार्वजनिक संस्था पनि हो। त्यसैले मलाई के विश्वास छ भने अदालतले आफ्नो संस्थागत छविका बारेमा पनि ख्याल गर्छ, जनभावनाको बारेमा पनि ख्याल गर्छ र के तथ्य पनि बिर्सन्न भने विशेष महाधिवेशन भएर विशेष महाधिवेशनबाट आएको नेतृत्वले निर्णय गरेर नेपालको प्रचलित कानुन बमोजिम निर्वाचन भएर त्यो निर्वाचनबाट आएको सदस्यहरूले बनेको प्रतिनिधि सभाबाट बनेर दर्जनौं कानुनहरू पारित भएर देश कहाँ अगाडि गइसक्यो निर्णय भएर भन्ने कुराको सन्दर्भमा पनि पक्कै पनि यी सबै कुरालाई ख्याल राखेर सम्मानित अदालतले सत्य हिजो जे थियो अहिले पनि सत्य त्यही रहन्छ भन्ने कुराको आधारमा गर्छ भन्ने कुरामा मलाई कुनै पनि अलमल छैन। यो विश्वास म सँगसँगै पार्टीका साथीहरूले पनि यो बैठकमा यहाँ पेश गर्नुभएको छ। मैले बारेमा यति नै कुरा राखेँ। तर हामी सम्मानित अदालतको प्रोसेस जो हुन्छ ती प्रोसेसलाई हामीले मान्छौँ, मान्नु पनि पर्छ। अझ हामी अझै मान्छौँ, हामी ड्यू प्रोसेसमा विश्वास गर्ने भयो। अब म बिस्तारै टुङ्ग्याउँछु। मेरो अर्को विषय मेरो आदरणीय नेता पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवालाई भन्नुपर्ने के कुराहरू छ। दाइ तपाईँलाई अस्ति लगेर साथीहरूले नेम प्लेट राखेर सभापति भनेर राखिदिएछ। मलाई अलिकति नरमाइलो लाग्यो। यो अस्ति आदरणीय उपसभापति विश्वप्रकाश शर्माले उल्लेख गर्नु, अरू साथीले उल्लेख गर्नुभएको छ। किन म धेरै कुराको साक्षी छु। के नेताहरूले केन्द्र समितिको बैठकमा राख्नुभएको छ, के निवर्तमान पदाधिकारीहरू जो त्यहाँ बस्नुभएको छ उहाँहरूले पनि राख्नुभएको छ, यहाँ हुनुहुन्छ। हिजो पनि पदाधिकारी हुनुभएको, अहिले पनि पदाधिकारी हुनुभएको नेताहरूले किन धेरै बेला पदाधिकारी बैठक बस्थ्यो, के कुराहरू भन्नुभएको छ भन्ने कुराको बारेमा म प्रायः सबै बैठकको म साक्षी छु। के नेताहरूले त केन्द्र समितिको बैठकमै भन्नु हो, तर त्यो बेलामा जसले यसो नगरौँ दाइ भनेर भन्यो ती सबै तपाईँलाई पराइ लागे। जसले वरिपरि बसेर धुप बाले आफ्ना लागे, आफ्नाले डुबाए दाइ फेरि डुबाउँछ, यसको चिन्ता हो। भाद्रको 22 गति पनि हामी शेरबहादुर दाइकै घरमा थियौँ। भाद्रको 23 गति बेलुका पनि त्यही थियौँ हामी त्यो दिन पनि के कुराहरू भनिरहेका थियौँ। भाद्रको 24 गति बिहान पनि सम्भवतः संवादमा भएको मान्छे म मात्रै होला, टेलिफोन संवादमा भएको मान्छे। र भाद्रको 25 गति वक्तव्य निकाल्ने मान्छे विश्वप्रकाश शर्मा र म नै हुँ, अस्पतालमा गएपछि संवाद गर्ने मान्छे। असोजको 28 गते शेरबहादुर दाइलाई याद होला, असोजको 27 गति बेलुका दुईटा महामन्त्री तत्कालीन महामन्त्री बसेर केही कुराहरू गरिसके पछाडि 28 गते नै हो नि यहाँ बैठक बस्यो। 28 गते बिहान तपाईँको निवासमा आएर तपाईँको वक्तव्य जो पार्टीको अर्को वरिष्ठ नेताले ड्राफ्ट गर्नुभएको थियो त्यसमा केही कुराहरू थपेर परिमार्जन गरेर त्यसमा काम गर्ने मान्छे म पनि। असोज 28 गते बडो सम्मानपूर्वक तपाईँलाई हामीले यहाँबाट बिदा गऱ्यौँ र त्यो दिन हामीले हाम्रो सभापतिमाथि गौरव छ भन्ने कुरा हामी सबैले राखेको पनि हो। फेरि तपाईँलाई लिन आयो, फेरि बोलाउन आयो साथीहरू, दाइ सब कुरा भइसक्यो नेपालमा आउनु पऱ्यो भनेर आयो। कसैले तपाईँलाई संसद पुनर्स्थापन हुँदैछ भनेर बोलायो, कसैले होइन दाइ फेरि सब ठिकठाक हुँदैछ भनेर बोलायो, फेरि ढाँटे दाइ अलमलाए।
अस्ति विशेष महाधिवेशनको दिन जुन दिन हामीलाई कारबाही भयो नि दुईजना महामन्त्री र फर्मुला दाइले, त्यो दिन बिहान पनि विश्वप्रकाश शर्मा र म एक बिहानै पुगेको हो नि। त्यो दिन पनि हामी तपाईँलाई केही कुराहरू भन्न चाहन्थ्यौँ, तर त्यो दिन पनि तपाईँलाई सब मिलिसक्यो दाइ, यी दुईवटा केटालाई ठोक्दै हुन्छ भन्ने भएन, फेरि ढाँटे। दाइ तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आयो। त्यो बेलामा दाइ तपाईँलाई टिकट नदिने हो भने मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ, फेरि ढाँटे दाइ। दाइ अस्ति बिचमा पार्टी मैले भने केही नेताहरू एकदम सिन्सियरली लाग्नु भएको छ। निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरूको सम्मान राख्छु, अरू पनि नेताहरू हुनुहुन्छ। तर केही नेताहरूले मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले जसले तपाईँको नेम प्लेट हुन टालेछन् नि, त तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाइ मलाई, हामीलाई मिलाएर पुग्छ भने। अहिले तपाईँ सभापति नभइकन तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ झ्याक्कै एकैचोटि सबै कुरा मिल्छ, अदालत पनि मिलाइसकेका छन्। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि त्यो पनि एकचोटि होइन तीनचोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भन्नु दाइ, ढाँटे दाइ। त्यसैले मेरो तपाईँप्रति ठुलो सम्मान छ। मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ, श्रद्धेय सभापति पूर्व सभापतिजी हुनुहुन्छ। तपाईँ हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ। हाम्रो तपाईँका कतिपय कुराहरूमा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन्, प्रश्नहरू थियो, रहन्, मसँग पनि छ नि। मसँग यही राख्नुभएको छ पार्टीका नेताहरूले। भोलि म काम गर्दै जाँदै गर्दाखेरि कति छन् हुन्छ नि, यो हुने नै। तर यसले तपाईँले पुऱ्याउनु भएको योगदान, तपाईँले नेपालको डेमोक्रेसीमा गर्नुभएको सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाइँ, यी कुराहरूका सन्दर्भमा त्यसको महत्त्व त्यसलाई कम गर्दै अब त्यो नेपाली काङ्ग्रेस पार्टीले सधैँ यस्तो सम्झिरहेको छ। त्यस अघि नै प्रदीपजीले भन्नुभयो, अरू साथीले भन्नुभएको छ, हामीले तपाईँसँग गर्ने अपेक्षा भनेको असोज 16 गतेको 15औं महाधिवेशन छ। हामी 15औं महाधिवेशनमा तपाईँलाई बकाइदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा, अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँको कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ। यो नै आजको सत्य। किनकि नेपाली काङ्ग्रेस पार्टी तपाईँ र मेरो मात्रै होइन, हामी कोठामा बसेको मान्छेको मात्रै हो। हामी त जिम्मेवारी लिएका मानिसहरू नहौँ। 8 लाख काङ्ग्रेसको क्रियाशील यसपालि करिब करिब अहिले टुङ्ग्यो हाम्रो। अरू 10 लाख मान्छेले त हामीलाई मत दिएका छन्, जो हाम्रो सदस्य होइनन्। अरू 10 लाख मान्छेले सधैँभरि मत दिँदै आएका थिए, यसपालि रिसाएर गएका छन्। अब हामीले पहिला 8 लाखको बारेमा सोच्नु पर्यो, त्यसपछि फेरि हामीले सँगसँगै पहिला दोस्रो पनि नभन्नु, सँगै 10 लाख त्यो मत दिएको मान्छेको बारेमा सोच्नु पर्यो। त्यसपछि त्यो 10 लाख मान्छे जसले हामीलाई मत नदिएर रिसाएर गएको छ उसलाई भेट्नु पर्यो। हामी उसँग हामीले कुरा पुऱ्याउनु पर्यो, उसको कुरा सुन्नु पर्यो, हाम्रो कुरा सुनाउनु पर्यो। अनि त्योभन्दा बाहिर नौजवानहरूको एउटा ठुलो पुस्ता आएको छ। म आदरणीय सभापतिजीलाई भन्छु, तपाईँको घरमा त्यो दिन जे भयो त्यो सम्पूर्ण रूपमा गलत भयो। हामीले केही दिन भनेका छौँ आफ्नो वक्तव्य, मेरो घरमा जे भयो त्यो पनि गलत भयो। त्यसैले हामीले पार्टीको निर्णयमा भनेका छौँ, तपाईँ हुँदै गर्दा पनि भनेका छौँ, आज अस्ति तपाईँ गएपछि पनि भनेका छौँ। भाद्र 23 का बारेमा पनि न्यायिक छानबिन भनेको 24 का बारेमा पनि भनेका छौँ। जुन कुरा दण्डनीय हुनुपर्छ त्यो कुरा दण्डनीय हुनुपर्छ। तर यो भनिरहँदा गर्दा एउटा कुरा बिर्सनु हुन्न, युवाहरूमा भएको आक्रोश, नागरिकहरूले व्यक्त गरेको असन्तुष्टि, हामीहरूप्रतिको, हाम्रो शासन शैलीप्रतिको, तिमीहरू बदलिनुपर्छ भनेर गरेको माग, त्यो आह्वान, त्यो फेरि के पनि होइन कि सबै प्रायोजित हुन्, त्यो जेनजी आन्दोलनै के पनि थिएन भन्ने ढङ्गबाट जुन छलफल राखिएको छ, त्यो मुभमेन्टप्रतिको पनि हाम्रो अनादर हुन्छ। त्यो सोसाइटीलाई बुझ्ने कुरा पनि हामी नराम्रोसँग चुक्छौँ। मानिसहरू रिसाएका थिए, साँच्चीकै रिसाएका थिए, त्यसलाई समयमा हामीले बुझ्न सकेनौँ। हामीले अहिले बुझ्ने कोसिस गर्छौँ, हामी बुझ्न चाहन्छौँ। हामी चाँडोभन्दा चाँडो काङ्ग्रेसको अधिवेशन सकाएर हामी कोठामा सीमित हुन चाहन्छु। म 77 जिल्ला जान चाहन्छु, म सकेसम्म सबै गाउँ वडा पुग्न चाहन्छु। म त्यहाँका पार्टीका साथीहरूलाई मात्र होइन, आम नागरिकलाई भेट्न चाहन्छु, खेती किसानी गरेका मान्छेलाई भेट्न चाहन्छु, कतार मलेसिया गएर जाँदै गरेका, फर्केर आएका वा जसका छोराछोरी जाँदैछन् म तिनलाई भेट्न चाहन्छु। म भनेको पार्टी हामी सबै जान चाहन्छौँ। हामी ती नागरिकहरूसँग गएर भेटेर गएर भोलि चुनाव जे होला आफ्नो ठाउँमा छ, तर आजको दिनमा विश्वास टुटेको यो समाजमा नेपाली काङ्ग्रेस पार्टी छ भनेर हामी त्यहाँ जान चाहन्छौँ।
हामी दिन रात खालि काङ्ग्रेसको झगडा, काङ्ग्रेसको घर झगडा, यो नेताले यो भन्यो, यो नेताले यो भन्यो, यी कुराहरू अलमलेर बस्न चाहँदैनौँ। यसबाट बाहिर निस्कन चाहन्छौँ। यो कुरामा हामी तपाईँको मद्दत चाहन्छौँ। यो कुरामा तपाईँले हामीलाई मद्दत गर्नुपर्छ। जसरी असोज 28 मा तपाईँ यहाँ छोडेर अब मैले छोडेँ, अब साथीहरूले गर्नुहोस् भनेर जानुभएको थियो। तपाईँलाई फर्काएर ल्याउने जुन दृष्टता साथीहरूले गर्नुभयो, जसको कारणले गर्दा जनसमस्याहरू बल्झे, फेरि तपाईँलाई फेरि आफ्ना कमजोरीहरू वा आफ्ना अप्ठ्याराहरू लुकाउनका निम्ति तपाईँलाई ढाल बनाउने कुरा तपाईँले बन्न दिनुहुन्न। हाम्रो पार्टीको ती अरू नेताहरू पनि आदरणीय हुनुहुन्छ, उहाँहरूसँग कुरा गर्छौँ, संवाद गर्छौँ, मिलाउँछौँ। हामी सबैलाई मिलाएर लिएर जाने प्रयासमा छौँ। 15औं महाधिवेशन गर्ने काङ्ग्रेसको जिम्मेवारी छ। त्यो जिम्मेवारी म काङ्ग्रेसको सभापति विशेष महाधिवेशनले बनाएको, अधिवेशनले बनाएको